समग्रमा बजेटको आकार ठुलो छ, शब्द चयनहरू आकर्षक छन्, प्रस्तुति प्रभावशाली छ। ऐतिहासिक अवसर प्राप्ति यो सरकारप्रति असाध्यै ठुलो आशा थियो। म एक युवा सांसद भएको नाताले म भित्र अत्यन्तै धेरै उत्साह थियो। जब बजेट वक्तव्य पढेँ, सुने, त्यस पछाडि त्यो उत्साह रहन सकेन। विशेषतः म लामो समय युवा आन्दोलनलाई नेतृत्व गरेर आएको कारणले त्यसमै केन्द्रित रही मन्त्रालयगत छलफलमा भाग लिन चाहन्छु। सम्माननीय सभामुख महोदय, निर्वाचनको दौरानमा मलाई एकजना युवाले प्रश्न गरेका थिए, तपाईको पार्टीले कति रोजगारी युवालाई रोजगारी दिन्छ? अझ थप जोड दिए, बाचा पत्रमा 12 लाख युवालाई रोजगारी दिने उद्देश्य लिएको छ, करार गरेको छ। जब बजेट आयो, धेरै युवाले आश गरेको थिए, देशभरिको युवाले आश गरेको थियो रोजगारीको वर्षा हुन्छ, बेरोजगारीको पीडा अन्त्य हुन्छ, गरिबका दुःखका दिन गए। साँच्चै देशको अर्थतन्त्रले अचम्मको फड्को मार्छ। तर नेपालको सबैभन्दा ठुलो समस्याको रूपमा बेरोजगारी रहेको कुरो सर्वविदितै छ। तर युवा श्रम तथा रोजगार मन्त्रालय त्यो बजेटमा कुन ठाउँमा कहाँ कसरी रोजगारी सिर्जना हुन्छ, कुन क्षेत्रमा हुन्छ, कसरी हुन्छ? न त रोजगारी न त उद्यमी। नेपालको सबैभन्दा ठुलो शक्ति युवा मानव संसाधन हो र यसलाई उत्पादनशील बनाउन स्पष्ट मार्गचित्र मन्त्रालयको बजेटको कुनै पत्रमा पनि, पानामा पनि भेटिन। म सरकारलाई भन्न चाहन्छु, अनुरोध गर्न चाहन्छु र मेरो सानो 3वटा माग राख्न चाहन्छु। ताप्लेजुङले नेपालको कुल उत्पादनको 44% अलैँची उत्पादन गर्छ। वर्षमा करिब 3000 मेट्रिक टन अलैँची उत्पादन गर्छ। सरकारले अलैँचीको लागि 3वटा व्यवस्थापन गरिदियोस्। नम्बर 1 अन्तर्राष्ट्रिय बजार समन्वय, नम्बर 2 समर्थन मूल्य र नम्बर 3 कृषि बीमा। 2 महिना अगाडि निर्वाचन ताका अलैँचीको भाउ 1 लाख भन्दा माथि थियो। आज 80,000 देखि 85,000 छ। कहिले यसको भाउ झरेर 15-20 हजार 25 हजार पुग्छ। अन्तर्राष्ट्रिय बजार समन्वय गरिदियो भने सरकारले यो धेरै विषयमा सहज हुनेछ। समर्थन मूल्य कहिलेकाहीँ 15-20 हजार 25 हजार पुग्छ। जनताहरूले घाटामा आफ्नो अलैँची बेच्न बाध्य छन्, त्यही कारणले समर्थन मूल्य 50 देखि 60 हजार करिब पुर्याइदियोस्। कहिले प्राकृतिक विपत्ति हुन्छ, कहिले किरा लाग्छ, कहिले रोग लाग्छ, कृषकका अलैँचीहरू नष्ट हुन्छन्, त्यही कारणले प्रभावकारी कृषि बीमा गरिदियोस्। यति मात्रै गरिदिनु भने हामीले सरकारलाई वर्षमा 3 गुणा अलैँची उत्पादन गर्छौँ र वर्षमा 10,000 युवालाई रोजगारी दिनेछौँ। यो ताप्लेजुङको घोषणा हो र यो सरकारलाई सहयोग गर्ने घोषणा गर्न चाहन्छु। सभामुख महोदय, श्रमिकले अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। श्रमिकको न्यूनतम पारिश्रमिक मिनिमम वेज भनेको जीवन निर्वाह योग्य लिभिङ वेज स्तरको हुनुपर्छ। तर सरकारले जसरी भए नि गुजारा चलाऊ, जे हुन्छ भोगिरह भनेको देखिन्छ। महँगी कता पुग्यो, डिजल पेट्रोलको भाउ कता पुग्यो के थाहा? यत्रो महँगीमा सयौं सरकारी गाडी लवालस गरिने सरकारलाई ती गरिबको पीडा, ती श्रमिकको पीडा यस श्रम मन्त्रालयको बजेटमा श्रमिकहरूलाई छुन सकेन। अझ सभामुख महोदय, नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानले प्रदत्त मौलिक हकमाथि नै आर्थिक बोझ लगाइयो। शिक्षामा अतिरिक्त समग्रता शुल्कले बुद्धिमा बिर्को लाउने काम भएन र? जस कारण ज्ञानको बन्ध्याकरण भएन र? हाम्रो विद्वान अर्थमन्त्रीज्यू जस्तै विद्वानहरू उत्पादन गर्न नपाउने भएकै हो त? अभिभावकलाई त थप बोझ भएकै छ। स्वास्थ्य क्षेत्रमा समता शुल्क
यसले झन् गम्भीर प्रश्न खडा गरेको छ। यस्तो लाग्छ अब एउटा अबोध बालक जन्मिने बित्तिकै जन्म लिएको बापत अतिरिक्त स्वास्थ्य कर तिर्नुपर्ने र जीवनको अन्तिम यात्रामा समेत अन्त्येष्टि गर्नु अघि मृत्युशय्यामा कर तिर्नुपर्ने अवस्था आएको छ। विडम्बना। सभामुख महोदय, अझ राइड सेयरिङको कुरो, राइड सेयरिङ सेवामा 6% करले सर्वसाधारण जनता, विद्यार्थी, युवा र युवा स्वरोजगार चालकहरूलाई सबैलाई प्रत्यक्ष असर गरेको छ। दैनिक जीवन सहज बनाउने सेवामा थप आर्थिक भार थोपर्दा जनताको डाँड सेकिने र युवाको खल्ती पुक्लुक्क डल्ने अवस्था सिर्जना भएको छ। खेलकुद क्षेत्रमा केही कार्यक्रमहरू आएको छ, आए पनि आफ्नै मेहनतले सिर्जित खेलाडीहरूको गुणस्तरीय जीवन, सामाजिक सुरक्षा र खेलपछिको भविष्य सुनिश्चित गर्ने ठोस कार्यक्रम कुनै पनि भेटिन। सभामुख महोदय, खेलाडीहरूले पूर्ण समय खेलमा ध्यान दिन सकोस् ताकि भरे के खाने भोलि के खाने समस्या होइन। अझ खेलकुदमा नेपाल विश्वकै उत्कृष्ट हाई अल्टिट्युड स्पोर्ट्स डेस्टिनेसन बन्न सक्ने क्षमता भएको देश हो। विगतको सरकारले यो क्षेत्रमा केही योजनाहरू अगाडि बढाएको थियो, तर यो अर्थ बजेटले यसले उपेक्षा गरेको देखिन्छ। ताप्लेजुङको कञ्चनजङ्घा, तोपकेगोला, ओलाङचुङ्गोला र गुन्सा क्षेत्रलाई समेटेर हाई अल्टिट्युड स्पोर्ट्स करिडोर विकास गर्न सकिन्छ। यति मात्र होइन, मनाङ, मुस्ताङ, डोल्पा, सोलुखुम्बु लगायत विभिन्न जिल्लाहरूमा असाधारण सम्भावना रहेको जानकारी गराउन चाहन्छु। र यो हाई अल्टिट्युड स्पोर्ट्स डेस्टिनेसनले नेपाललाई पर्यटनमा, साहसिक पर्यटनमा, अनुसन्धानमा, रोजगार, स्थानीय अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने कुरा राख्न चाहन्छु।